चाहिँ यो खटाउन सक्दिनँ, यहीँ पनि गरिदिन्छु मैले, एकछिन भित्र जान्दैन भने अहिले यतै गरिदिने हो मलाई बालै फरेर। नमस्कार साथीभाइहरू, आज मेरो कतारमा ठ्याक्कै 94औं दिन भएको छ। 94औं दिनको दिन आज चाहिँ हामी अलखिरा भन्ने ठाउँमा सामाल जाने रोडमा 24 नम्बर एक्जिटदेखि अलिकति भित्रपट्टि 13वटा एसी लिएर एसी लगाउनु भनेर एउटा कम्पनीमा आएको छौँ। कम्पनी चाहिँ यहाँ भित्रपट्टि छ होइन, तर यहाँभित्र समस्या के भयो भन्दा सबैले हेलमेट अनि सेफ्टी ज्याकेट अनि सेफ्टी सुज लगाएर आएको थिएँ। मैले चाहिँ सेफ्टी सुज पनि लगाएको छैन अनि सेफ्टी ज्याकेट पनि लगाएको छैन, हेलमेट त मसँग थियो। त्यति हुँदाहुँदै पनि मलाई यहाँ सेक्युरिटी दाइले भित्र जान दिएनन्। किन जान दिएनन् भन्दा मलाई जानुपर्ने थियो यसको लागि। यो गर्न समस्या हुनु पर्यो यहाँ त। अनि भर्खर समस्या भएको कारणले गर्दाखेरि म के गरेँ, अलि पर त्यहाँ मिरा थियो, मिरामा गएर त्यो पनि गरेर आएँ। बाहिर बस्न सक्ने अवस्था फेरि आज अलि छैन, किन भन्दा सूर्य भगवान् आज अलि तात्नु छ, खै किन थाहा भयो होइन। सूर्य भगवान्ले आज अलि पोल्न पनि थाल्नु छ। त्यसको समस्या भएको कारणले गर्दाखेरि म 2 पल्ट अलमिरा पुगेँ। अब तेस्रो पल्ट कता पुग्ने थाहा छैन। अगर बगर मैले अरू सबै चिज खटाउन